दुखद कुरा हो कुमरीघटा अञ्चलको लागि। उहाँ राष्ट्रिय स्वयंसेवक सङ्घको खण्ड सभापति पनि हुनुहुन्थ्यो, खण्ड प्रमुख पनि हुनुहुन्थ्यो। त्यहाँ पछाडि शङ्करदेव शिशु निकेतनको एक समयमा फाउन्डर, अहिले मूल सचिव पनि हुनुहुन्थ्यो, सेक्रेटरी, जेनरल सेक्रेटरी, और विभिन्न अनुष्ठानसँग जडित हुनुहुन्थ्यो। अति अमायिक प्राक्तन शिक्षक मधुसूदन उपाध्याय अधिकारीज्यूको आज बिहानै 5 बजे देहान्त भयो। हामी शोकाकुल छौँ। अझ दुःखद कुरा हो, यो समाजको लागि क्षति भयो हाम्रो। उहाँको अवदान समाजमा छ र रहन्छ। हामी समग्र परिवारलाई समवेदना ज्ञापन गर्दछौँ। शक्ति दिउन् भगवानले। साथै समाजको भएर उहाँप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ। एकछिन पछाडि हामी उहाँलाई घाटमा लिएर जान्छौँ। उसको पार्थिव शरीर उहाँको घाटमा विभिन्न व्यक्तिहरूले, विभिन्न सङ्घ संस्थाहरूले पुष्पाञ्जली अर्पण गरिरहनु भएको छ र तपाईहरू मार्फत समाजमा पनि यो एउटा आग्रह गर्न खोजिन्छ यस्ता व्यक्तिहरूलाई सम्मान हामीले दिनुपर्छ। मरणोत्तर परान्त भए तापनि वा विभिन्न प्रकारले भए तापनि यिनै कुरा हुन्। हामी मृतक आत्माको सद्गति कामना गर्दछौँ, श्रद्धाञ्जली ज्ञापन गर्दछौँ र परिवारजनमा समवेदना ज्ञापन गर्दछौँ। हवस्। समितिबाट म यहाँ जुन हाम्रो कार्यकारी सभापतिका ठुललाई मधु उपाध्यायको आकस्मिक वियोग जुन भएको छ, हृदरोगको आक्रान्त भएर उहाँको जुन वियोग भयो, त्यसको लागि हामी अति मर्मान्तक भएका छौँ। र तामुलपुर जिल्लाबाट पनि हामीले यो खबर बिहान मैले प्राय 7:30 बजे मैले यो खबर पाएँ र पाएर हठात यस्तो एउटा जुन खबर पाइयो, यो खबर अति दुःखदायक हो। किनभने उहाँको धेरै उमेर पनि त्यति साह्रो भएको थिएन, 64-65 उमेर भएको थियो र उहाँ एकजना साह्रै धार्मिक संस्कारी व्यक्ति हुनुहुन्थ्यो र सबैसँग मिलनसार भएर उहाँले काम गर्नुहुन्थ्यो र उहाँ विभिन्न कामहरूमा वा सामाजिक कामहरूमा उहाँ जडित हुनुहुन्थ्यो र यस्ता व्यक्ति आज हाम्रो बिचबाट आकस्मिक भावले उहाँ यहाँ हाम्रो बीचबाट उहाँ आज स्वर्गगामी हुनुभयो। त्यसको लागि असम गोर्खा सम्मेलन तामुलपुर जिल्ला समिति अति दुखित छौँ र मर्माहत भएका छौँ र उहाँको आत्माले स्वर्गमा बास पाओस् भन्ने हामी कामना गर्दछौँ।